हेर्नुस्, यो हो काङ्ग्रेसको मुख्यमन्त्री। बागमती प्रदेश भनेको यो काठमाडौँभित्रको क्या। मुख्यमन्त्रीको घरमा छापा हानेर सम्पत्ति शुद्धिकरण आयोगले अब केही छैन भनेर त्यसै छापा त हान्दैन होला हैन। अब गगने थापा खै बोलेको के, बालेनलाई मन लाग्दी गरेको छ जथाभावी भन्ने। अब देउबाको पैसा त्यत्रो जल्यो, उसलाई केही मतलब छैन। धनराज गुरुङ सहकारीमा स्वास्नी डिभोर्स गरेर यहाँ दुनियाँदारी नाटक गरेर तिनीहरू सहकारीको पैसा लुटेर कहाँ भागे, त्यसको बारेमा केही बोलेको छैन। टेरामक्स प्रकरण त्यो हैन, त्यो पनि केही बोलेको छैन। काङ्ग्रेसकै त्यहाँ फटा थिए, काङ्ग्रेसकै फटाहरूले जाने मान्छे बेचेर हैन भुटानी नक्कली शरणार्थी बनाएर पठाएको होइन अमेरिका, उसमा नि केही बोलेको छैन। अब हेर्नुस्, यस्तो अवस्थामा यो काङ्ग्रेसको गगन थापालाई बुद्धि कहिले आउने हो कि हैन? के भन्नु यार गगन थापा, तिमीलाई यसको बारेमा बोल न। हावा नलागी पात हल्लिँदैन होला। तिम्रो मुख्यमन्त्रीलाई त्यसै छापा त हाने होइन होला।